हेलो नमस्कार गुड मर्निङ के गर्दै हुनुहुन्छ तपाईहरु आज भने म चाहिँ मेरो कान्छी फुपू बोजूको घरमा जाँदै छु बालवाटार अनि उहाँहरु चाहिँ प्राय जसो युके मै रहनुहुन्छ अनि अहिले चाहिँ उहाँ नेपाल आउनु भएको छ अनि हामी चाहिँ भेटघाटको लागि सबै जना बालवाटार कोमाजीको घरतिर जाँदै छौं है त। हेलो हेलो अहिले चाहिँ हामी कोमाजीको घरमा आइपुगिसकेका छौं। आज 2081 साल चैत महिनाको 2 गते शनिबारको दिन हामी भने सपरिवार यता बालवाटार कोमाजीको घरमा आएका छौं अनि म पनि धेरै पछि आए अनि हेरिराछु घरहरु कस्तो मजाले सिंगार्नु भएको छ फुलले मलाई कस्तो आनन्द लाग्यो धेरै पछि आए भेटघाट पनि भयो अनि फोटोहरु तस्बिरहरुले त पहिलेदेखि नै सजाउनु भएको थियो तर अझ फुलहरु धेरै राम्ररी सजाउनु भएरै छ अनि यहाँ चाहिँ मेरो भाइ उ चाहिँ पढिराछ होमवर्क गरिराछ अनि यहाँ चाहिँ मेरो छोरी उ चाहिँ खेलिराछ एकदमै रमाइराछ है त। यो चाहिँ किरातीहरुको साकेला नाच्दै गरेको तस्बिर चुङ्नीमा पालहाङ अनि यता चाहिँ खुकुरी र खुप्पा छ इन्डोर प्लान्ट्सहरु हेर्नुस् कस्तो मज्जाले सप्रिएको छ कति मज्जाले स्याहार्नु भएको छ अनि ओहो कस्तो राम्रो फ्लावर कति मजाले सजाउनु भएको छ घरहरु किराती केसरी परशुराम मुखारलाई दिमागको फोटो रहेछ दादा जसलाई पनि बनाउँछ हैरान ठीक छ नि ठीक छ एकदम अब बेलनाथको उसको माउली बजुले चाहिँ अनि उताबाट भन्नुहुन्छ ए यहाँ त जो पनि बोल्छ त्यसरी नै बोल्ने हो भन्नु अनि आज चाहिँ भिरकुटी मण्डपमा हामी फूल मेला हेर्न पनि आएका छौं। फूलहरु कस्तो कस्तो फुलेको छ कुन रङको छ कुन प्रकारको छ त्यो पनि म देखाउने छु मेरो भ्लग कन्टिन्यू हेर्दिनु होला है त। यो चाहिँ कोमाहरुकोमा रहेको इन्डोर प्लान्ट्सहरु कति राम्रो भएको रहेछ ल हेर्नुस् त कति मजाले सजाउनु भएको छ। अनि आज चाहिँ हामी त्यसपछि लाग्यौं भिरकुटी मण्डपमा फूल मेला भइरहेको छ अनि फूल मेला हेर्नलाई हामी गयौं। मैले एक्सपो त खिचिसके आहा कति राम्रो फूलले सजाएर ओहो फ्लावर कस्तो मजाले फोटो खिच्ने ठाउँ पनि
भुटान भन्ने घर राईको कथा मुभी आएको छ हरिवंश आचार्यको है त। आज हामी कुइकुटी मण्डपमा छौँ। देखिँदैन नि आहा कस्तो छ च्यारु? कस्तो लाग्यो? राम्रो ल डेकोरेसन राम्रो छ। आज हामी चाहिँ बिकुटी च्यारु चस्मा लाएर पुग्नुहोस् न। चस्मा लगाएर हिँड्नु न, लगाउनै पर्छ। कस्तो राम्रो फुल हेर्नुहोस् त यहाँ मिलाएर के भएको फुल बेलामा कति मिलाउनु। भने नि दाकै भयो है। उठ्दै उठेको छैन, सुतेको सुतेकै। लैजाऊँ न होइन नानी सुतेर च्यारु सुतेको छ।
म त उसमा हो के अरे फेस्टिभ हो टेम्परेचर मेन्टेन गरेर त्यो अर्किडहरू पनि काठमाडौँमा कहाँ त्यत्रो राम्रो हुन्छ त सबै टेम्परेचर मेन्टेन गरेर बनाएको हुन्छ अब चाहिँ निस्किँदैछौँ है त एकदमै रमाइलो भयो फ्रेस भयो फुलहरू हेरेर हेलो सबैजनालाई आज मैले दिनभरि के गरेँ भन्ने कुरा यहाँहरूलाई देखाइसकेको छु मेरो ब्लगमा हेरिदिनु होला माया गरिदिनु होला सपोर्ट गरिदिनु होला लाइक कमेन्ट र सब्स्क्राइब पनि गरिदिनु होला आजलाई चाहिँ म जान्छु बाइ बाइ नमस्ते